फाइनली हामी चाहिँ बल्ल बल्ल नवबुद्ध आइपुग्यो। अब अहिले चाहिँ हामी उकालो चढ्दैछौँ। गाडी चाहिँ धेरै तल राख्नुपर्ने भएको भएर हामी हिँड्दै हिँड्दै गयौँ। लगभग धेरै तल नै जङ्गल छेउमै राख्नु परेको थियो गाडी चाहिँ। गाडी आउनै सकिएन, धेरै जाम भएको भएर ठुल्ठुलो बसहरू, टुरिस्ट बसहरू आएर छन्। त्यसपछि हामी भित्र प्रवेश भयो यहाँ गेटबाट। अब ल हेर्नुहोस्, आमामा कति धेरै मान्छे, भिडभाड पनि धेरै रहेछन् आज पूर्णिमा। अब छोरी अगाडि हिँड्दैछ, मजाले चाउचाउ खाएर भाइ चाहिँ सँगसँगै हिँड्दा छ। चाउचाउ खाँदा हामी चाहिँ स्याहाँ स्याहाँ भएर चाहिँ उकालोमा, उनीहरू चाहिँ बुढी चाहिँ छाता ओढेर एकदम गर्मीले थकित भएको छ। भोक पनि त्यतिकै, टाइम अलिकति भयो। अब माथि मन्दिर प्रवेश गरेँ हामी। छोरी खुसी भएर त्यहाँबाट हेर्न लाग्यो तल। उसले अब उका सकेन, दाइजनले उचालेर देखाइदियो। रमाइरहेको छ। त्यो त भिडमा छोरी हराउला भन्ने टेन्सन। आनन्दले हिँड्दा छ। अब चाहिँ माने घुमाउनु जानुभएको छ। माने घुमाउनु पऱ्यो अरे, हातले मात्र भेट्छ, त्यही पनि घुमाइरहेको छ। एकदम आनन्दले उसलाई रमाइलो भएको छ। आमा चाहिँ अगाडि अगाडि छ। आमा छोरी माने घुमायो। त्यसपछि अब उकालो लाग्नुतिर सुरु भयो हामी भरेङबाट। छोरी भिडभाड छ हराउला है भनेको, फर्केर हेरेँ, खुसी भएको छ। अनि त्यसपछि हामी प्रवेश गऱ्यो अब गुम्बाभित्र। त्यो हिजो चाहिँ पुर्णे भएको भएर चाहिँ खुल्ला रहेछ माथि। हामी धेरैचोटि गएको, त्यहाँ माथि चाहिँ अब दर्शन गर्ने भएको थिएन। त्यहाँ दर्शन गर्नलाई चाहिँ अब आज चाहिँ पाइयो। एकदम साइलेन्ट बस्दैछ त्यहाँ, हो हल्ला गर्नु भएन। त्यहाँ जुत्तो खोलेर माथि गयो हामी। अब त्यहाँ चाहिँ भिडियो खिच्नु नपाइने रहेछ। त्यसपछि हामी फर्क्यौँ तल। फर्किँदाखेरि चाहिँ अब पुरा झन्डा सहित नै अब पुरा म्युजिक सिस्टममा बजाउँदै अब लाइन लाएर आउँदैछ। अब चाहिँ माथि कम भिड थियो, माथि पुरा भिडियो खिच्नु सकिएन। यति नै हो हामी